सबैजनालाई आरामै हुनुहुन्छ होला सबैजना। म चाहिँ आज यहाँ टक्क अस्ट्रियामा छु। अस्ट्रियाबाट टक्क बोर्डर क्रस गर्न लाग्दैछु। यो चाहिँ अस्ट्रियाकै भाग हो। यो पुरै नेपालको सिन्धुलीतिर गए जस्तो हुन्छ बाटो चाहिँ होइन, सानो सानो बाटो। अनि अहिले चाहिँ हामी अब अस्ट्रियाको बोर्डर छेउमा पुग्दैछौँ। त्यो चाहिँ बोर्डर हो, पुलिसहरू होला त्यहाँ। यस्तो राउन्ड रोड हुन्छ सर, लाइन च्यापै हिँड्यो। ठ्याक्कै हामी चाहिँ त्यो हङ्गेरी र अस्ट्रियाको बोर्डर हो। त्यसलाई के भन्छ नामै थाहा छैन। बोर्डर हो। अब सेन्जेन कन्ट्री भएको भएर होला खास त्यस्तो केही पनि हुन्न। कहिलेकाहीँ चाहिँ चेकिङ पर्छ, अब खासै त्यस्तो चेकिङ चाहिँ हुन्न। खुला हुन्छ भने अब हङ्गेरी छिर्यो। यहाँबाट सुरु हुन्छ हङ्गेरी। हङ्गेरीको सानो बाटो आउँछ, एकदम सानो बाटो छ। स्पिड पनि 70 मात्र रहेछ हङ्गेरीको। हो यहाँ टावर गाड्न चेन्ज हान्नुपर्छ कहिलेकाहीँ। अहिले चाहिँ अटोमेटिक आइसक्यो। पहिला चाहिँ अब जुन देश छिर्यो यसको हान्नु पर्थ्यो। अहिले चाहिँ प्रायः अटोमेटिक छ। सानो बाटो छ के हो, सोज बाथेरी कस्तो नाम हो यो, सोज बाथेरी। फल्ला रोटरडफ सुरु भयो सानो बाटो। फर्स्ट दिन मलाई यहाँ ल्याएर चलाउनु लागेको थियो सबैले। आज फेरि आइयो। सानो बाटो छ, पुरै जङ्गलको बिचबाट छ क्या। हाम्रो नेपालकै हाइवे जस्तै हो चाहिँ। नेपालमा यत्रै हुन्छ नि त, त्यो पनि जङ्गलबाटै हुन्छ। जङ्गलै छ। अहिले अगाडि गएपछि घरहरू आउँछ। हङ्गेरीको गाउँहरू हो के सहर भन्ने यसलाई त। गाउँ त यतिको त हाम्रो देशमा नि भइहाल्छ कि मान्छे त। कोसेज छ, कोसेज भन्ने ठाउँ रहेछ। कोसेज यहाँबाट स्पिड घटाउनुपर्छ 70-50 होला। युरोपको अब चाइनिजहरू भन्छ हङ्गेरीको मान्छेहरूलाई। यिनीहरूको भाषा चाहिँ अर्कै छ कि चाइनिज जस्तै छ। प्रायः कसैले लगभग चाँडै पढ्छ। एक क्रोएसियनहरूलाई चाहिँ आउन्न, सबैले प्रायः बुझ्दैनन्। हङ्गेरीको भाषा चाहिँ छ अलिक डिफ्रेन्ट टाइपको।
मान्छेहरूले चाहिँ युरोपको मान्छेहरूले हङ्गेरीकोलाई चाहिँ चाइनिज भन्छ क्या, युरोपको चाइनिज